हेलो हाई ह्याप्पी न्यू इयर सम्पूर्णलाई नयाँ वर्षको शुभकामना भन्दै आज म तपाईहरुलाई तेह्रथुम जिल्ला र शङ्खसभा जिल्लाको सिमाना स्थित रहेको तीनझुरे भन्ने ठाउँलाई देखाउन गइरहेको छु र अहिले म बसन्तपुर बजार प्रवेश गरिसकेको छु र बसन्तपुर बजार तेह्रथुम जिल्लामा पर्दछ र यही बसन्तपुर हुँदै हामी अगाडि बढ्दै जाँदाखेरि देउराली पश्चात आरआर गार्डन र आरआर गार्डन पछाडि चाहिँ हामी तीनझुरे पुग्दछौँ र यहाँको विशेष गरी यस ठाउँलाई लालीगुराँसले चिन्ने गरिन्छ। लालीगुराँसको स्ट्याचुलाई यस बसन्तपुर बजारको बिचमा राखिएको छ। म सो क्षेत्रतिर गइरहेको छु। तपाईले अगाडि देखिन सक्नुहुनेछ लालीगुराँस फुलको स्ट्याचुलाई मजाले सजाएर रोडको बिचमा राखिएको छ। यसरी रातो लालीगुराँस छ। यहाँ मानिसहरूको नयाँ वर्षमा घुम्न आउनुभएको रहेछ। उहाँहरू एकदम फोटो सेसन गरिराख्नु भएको छ। आज मानिसहरूको भिडभाड पनि छ किनकि आज नयाँ वर्ष भएको कारणले गर्दाखेरि टाढाबाट पनि मानिसहरू आउनु भएको छ। देख्न सक्नुहुनेछ अगाडि यसरी राम्रो छ। आज मौसम पनि त्यस्तै खुलेको छ र अहिले चाहिँ घाम लागिरहेको छ। बजार एकदम आज भोलि भनेको एकदम भिडभाड छ र अब तपाईहरुलाई यो वरिपरिको मैले बजार एरिया त देखाइ नै हालेँ र यसरी गाडीहरू पनि आज धेरै मात्रामा चलिरहेको छ। देख्न सक्नुहुनेछ अगाडि बस आइसकेको छ। बसमा पनि मानिसहरू प्यासेन्जरहरू भरिभर रूपमा देख्न सकिन्छ र अगाडि म तपाईहरुलाई स्ट्याचु देखाउन जाँदैछु। नजिकै जाँदैछु। अब हेर्नुहोस् यो स्ट्याचुलाई चाहिँ ठ्याक्कै बिचमा राखिएको छ र यसलाई स्टेनलेस स्टिल पाइपले चाहिँ वरिपरि कम्पाउन्ड गरेर राखिएको छ। देख्न सक्नुहुनेछ राम्रो छ। बल्बहरूलाई बेलुकाको लागि विभिन्न कलरको राखिएको छ। देख्न सक्नुहुनेछ तपाईहरुले र राम्रो छ। यस ठाउँमा तपाईहरु घुम्न आउन सक्नुहुनेछ र अब म अगाडि बढ्दैछु। बिहानको 10 बज्न लागिसकेको छ। अब खाना खाने लगभग टाइम भयो। यहाँ खाने ठाउँ एउटा अन्नपूर्ण होटल भन्ने छ। राम्रो छ। तपाईहरु पनि आएर यस होटलमा खान सक्नुहुनेछ। राम्रो व्यवस्था छ यहाँ। यसरी अगाडि जाँदैछु। आज ट्राफिकको पनि राम्रो व्यवस्था गरिएको छ। चोकमा उहाँहरूलाई खटाइएको छ। उहाँहरूले खटाइएको भने आफ्नो ड्युटी पुरा गरिराख्नु भएको छ र अब उहाँहरूले तीनझुरे जाने हो भन्नुहुन्छ तर नजाने। हामी किन बाइकमा आएको छौँ त्यसले गर्दाखेरि हामीलाई अटोको आवश्यक छैन भन्दै अगाडि बढेँ। मैले भनिहालेँ अन्नपूर्ण होटल एन्ड लज। यहाँ चाहिँ थकाली आइटमको खानाहरू पाउँछ। राम्रो छ होटल। अब म भित्र प्रवेश गर्दैछु। भित्र छिरिसकेपछि यहाँ देख्न सक्नुहुनेछ होटलमा विभिन्न खानेकुराहरू छ। ल उहाँहरू चाहिँ हामीभन्दा अगाडि आएर खाना लिइराख्नु भएको छ। सायद उहाँहरू पनि टाढैबाट आउनुभएको होला। यसरी राखिएको छ। टक्क यसरी बसेर अब खाना खाने। अब म यता टक्क गएर वासरुममा हात धुने मुख धुने अनि आएर खाना खानको लागि खाना आइसक्यो। अब खाना हेर्नुहोस् यस्तो छ। टक्क थकाली आइटम छ। देख्न सक्नुहुनेछ। अब ल खाना हेर्नुहोस् मिठो छ। लोकल कुखुराको मासुमा तरकारीको आइटम हेर्नुहोस् अनि सलाद। आहा कस्तो स्वाद छ। मिठो छ। टेस्टी छ। एकदम मिठो छ। तपाईहरु पनि यता आउँदाखेरि यो होटललाई सम्झने होला। राम्रो सुविधायुक्त छ।
सर्भिस एकदम राम्रो छ, देख्न सक्नुहुनेछ। आइटम मिठो छ है गाइज, लोकल कुखुराको मासुसँग खाँदैछु। र अब खाना खाइसकेपछि पे गर्नु पर्यो पैसा। अब यहाँ कति भयो म दिँदैछु। यहाँ चाहिँ अब कति खानाको भयो भनेर गइरहेको छ। अब यहाँ साउजी आउनु हुँदैछ, आइसकेपछि पे गरेर यहाँबाट चाहिँ टक्क तिनजुरे पुगेर त्यहाँको आज कस्तो छ माहौल हेर्नेछु र तपाईँहरूलाई पनि देखाउनु हुन्छ। ल आउनुभयो साउजी। अब उहाँलाई कति पो भनेर सोध्नु परिहाल्यो। टक्क कति ठाउँ खानु भएको छ भनेर उहाँले थिच्नु हुँदैछ। टक्क भन्नुभयो उहाँले 750 भएछ। अब पैसा फिर्ता लिनै पर्यो। पैसा उहाँले फिर्ता दिनु लाग्नु हुँदैछ। अब चाहिँ म खाना खाइसकेपछि निस्केपछि गाडी वाक्स बाइकलाई गर्नु लगाइरहेको छु। अब टक्क गाडीलाई सफा गरेर गन्तव्य स्थान जानु पर्यो। तिनजुरेको यात्रा छ। बाटोमा आउँदाखेरि गाडीलाई हिलोहरू लागेको कारणले, धुलो लागेको कारणले अब म लगभग गाडी वाक्स भइसक्यो। अब लगभग निस्किने क्रममा छु। त्यो माथिको डाँडामा पुग्नु पर्नेछ। अब यहाँदेखि लगभग 5-6 किलोमिटरको दौरानमा त्यस क्षेत्र पुगिनेछ। आज मौसम अघि पनि भनिहालेँ खुलेको छ। बेलुका चाहिँ पानी परिरहेको थियो थोरै। अब म यहाँबाट निस्केँ जाँदैछु। अब बाटोमा निकै मानिसहरूको भिड छ, देख्न सक्नुहुनेछ। जाँदैछु, अगाडि जाँदैछु। बसन्तपुर बजारलाई लगभग अब नेटो काटेर अगाडि बढ्न लागिसकेको छु। अगाडि छिर्दैछु, सर्टकट बाटो तलबाट छिर्दैछु। अब चाहिँ लगभग देउराली भन्ने ठाउँ आइसकेको छ। देउराली चोक छ अगाडि। त्यस चोकबाट चाहिँ उता देब्रे साइड गयो भने चाहिँ चैनपुर हुँदै मुडेबास हुँदै चैनपुर जान्छ र सिधै बायाँ अगाडिपट्टि जाँदाखेरि चाहिँ हामी आरआर गार्डन हुँदै माथि तिनजुरे हुँदै अगाडि बढ्नेछौँ। र अहिले चाहिँ यो देउराली चोक हो, देख्न सक्नुहुन्छ। देउराली चोकको बिचमा एउटा ठुलो चट्टानलाई ठाडो पारेर राखिएको छ, देख्न सक्नुहुन्छ यसरी। अब चाहिँ सिधै अगाडि माथि म जाँदैछु आरआर गार्डन हुँदै। आरआर गार्डन हुँदै तिनजुरे सिधै अगाडि। बाटोमा मान्छेहरू साइडमा हिँड्दै जानु हुँदैछ। सायद उहाँहरू पनि तिनजुरे नै हिँड्नु भएको होला। टक्क उहाँहरू हिँड्दै जानु हुँदैछ। ल यसरी अब चाहिँ आरआर गार्डनको लगभग गेट छेउ पुगिसकिएको छ। यहाँ गाडीहरू यसरी धेरै मात्रामा आइसकेको छ। अगाडि देख्न सक्नुहुनेछ। यहाँ पनि सुरक्षाकर्मीहरूलाई ट्राफिक पुलिसले खटाइएको छ र सिधै अब म चाहिँ अगाडि माथि जाँदैछु। पहिला तिनजुरे यो आरआर गार्डनमा प्रवेश नगरिकन सिधै म चाहिँ मैले सोचेकै गन्तव्य जाँदैछु तिनजुरे। अब केही क्षणको दौडाइमा सो ठाउँमा पुग्नेछु म।
चाहिँ म आरआर गार्डन माथि छु, सिधै माथिबाट ठुलो भिर छ, चट्टानबाट निर्मित भएको। यहाँबाट चाहिँ हेर्न सक्नुहुनेछ, डेन्जर छ भिर। अब चाहिँ लगभग अब अफरोड सुरु भइसकेको छ, हेर्न सक्नुहुन्छ। यो आरआर गार्डनको सिधै माथिल्लोपट्टिदेखि अफरोड छ, यसरी टक्क। धेरै मात्रामा आज त मान्छे रहनुभएको छ। साइडमा देख्न सक्नुहुनेछ गुराँसको रुखहरू। गुराँस एकदम अहिले चाहिँ पानी ढिलो परेको कारणले गर्दाखेरि कम मात्रामा फुलिरहेको छ, भर्खर फुल्ने क्रममा छ। बाइकमा पनि हेर्न सक्नुहुनेछ अगाडि मानिसहरू, त साइडमा पनि हिँड्दै जानुहुँदैछ सर्टकट बाटोबाट। यस्तो छ जाने बाटो। मानिसहरू त बाटैभरि हिँड्नुहुँदैछ। ल साइडमा हेर्नु त, ल आमा आज त बजारै लाग्ने भयो। तिनजुरे डाँडामा त आज त टेक्ने ठाउँ हुन्न कि क्या हो। ल कुद्नु हुँदैछ दिदी फेरि। ल है, ल हेर्नुहोस् गाडीहरू आज कति भिड छ। ग्रासहरू देख्न सक्नुहुनेछ, कुनै रुखमा फुलिरहेछ, थोरै मात्रामा। यो झपक्क फुल्दा कस्तो राम्रो देखिन्छ। ल टक्क हेर्नुहोस् अगाडि माथि देख्न सक्नुहुनेछ। माथि यही डाँडामाथि जानुपर्छ। तिनजुरे डाँडा भनेपछि त्यही हो। तिनवटा चुली भएकोले होला सायद, जुरो भएर तिनजुरे भएको होला सायद। यो चाहिँ तल देखिएको देख्न सक्नुहुनेछ। बस पार्क राखिएको छ, पार्किङहरू, सानो गाडी बाइकहरू। यसलाई चाहिँ गर्मी बेसी भनिँदो रहेछ। यो चाहिँ ठ्याक्क हामी तिनजुरे जाने बाटोबाट खिचिएको हो। माथिबाट तलको दृश्य देख्न सक्नुहुनेछ। बसहरू ओ कस्तो डरलाग्दो भिरमाथि झन्डा राखिएको छ, मानिसहरू पनि जानुभएको रहेछ सो ठाउँमा। अब चाहिँ हेर्नुहोस् कस्तो खतरा छ। अब यसरी हामी जाने बाटो हो, अगाडि गइराख्नु भएको छ मानिसहरू धेरै मात्रामा। त्यसरी जाँदै गर्दा बाटोमा राम्रो प्रस्तुति दिनुहुँदै रहेछ यहाँ। अब यहाँ एकछिन हेर्नु पऱ्यो, उहाँहरूको प्रस्तुतिलाई थोरै मेरो भिडियोमा कैद गर्ने जमर्को गर्दैछु। हेरौँ उहाँहरूको राम्रो छ प्रस्तुति, हेर्नुहोस् है त। उहाँहरूको मिठो प्रस्तुतिलाई थोरै सहयोग गरेर म अब अगाडि बढिरहेको छु। अगाडि देख्न सक्नुहुनेछ नववर्ष 2082 सालको हार्दिक मङ्गलमय शुभकामना तेह्रथुम र शङ्खसभा जिल्लाको सङ्गम स्थल तिनजुरे भनेर। र अब आफ्नो विभिन्न किसिमको आफ्नो कला संस्कृति र नृत्यलाई अगाडि म देखाउन गइरहेको छु। अब तपाईहरुलाई देख्न सक्नुहुनेछ, हेर्नुहोस् है त।
यहाँहरूलाई मैले यस तिनझुरे भन्ने ठाउँमा आएर चाहिँ विभिन्न किसिमको मनोरञ्जनात्मक कार्यक्रमहरूलाई देखाउने कोसिस गर्ने जमर्को गरेँ र मेरो भिडियो मार्फत यहाँहरूलाई देखाउने कोसिस गरेँ र यहाँ चाहिँ दिउँसो चाहिँ हावा एकदमै चल्ने रहेछ र यो दक्षिणबाट उत्तरीतर्फ जाँदाखेरि धेरै हावाको प्रेसर आउने रहेछ र यहाँ देख्न सक्नुहुनेछ मानिसहरू माथि देख्नुहुनेछ पाथिभाराको मन्दिर र त्यसको तलतिर चौर छ। त्यहाँ मानिसहरूले मनोरञ्जन गर्ने ठाउँ रहेको छ र सिधै माथि टावर रहेको छ भन्दै मेरो भिडियो हेरेर तपाईँहरूले मनोरञ्जन लिनुहुनेछ भन्ने मलाई पूर्ण आशा छ र तपाईँहरूले मलाई भिडियो मेरो हेरिसकेपछि अवश्य पनि राम्रो या नराम्रो कस्तो लाग्यो तपाईँहरूले कमेन्ट गरिदिनु होला भन्दै म चाहिँ मेरो भिडियो सम्पूर्णले मन पराइदिनु हुनेछ भन्ने पनि आशा राखेको छु। धन्यवाद। देख्न सक्नुहुनेछ नयाँ वर्षको दिन एकदम पानी परिरहेको छ र पानीको साथसाथै असिना बाक्लो मात्रामा झरिरहेको छ। सायद चिसो मौसम भइदिएको भए हिउँ खस्ने थियो, तर गर्मी मौसम भइसकेकोले अहिले हेर्न सक्नुहुनेछ असिना झर्दैछ। हेर्नु त अगाडि एकदमै असिनाको बर्सात भइरहेको छ। यो चाहिँ अहिले तिनजुरेबाट फर्किने क्रममा देउराली चोकमा ठ्याक्कै आइपुग्दा पानी यसरी परेको हो। एकदम धेरै मात्रामा असिनाहरू देख्न सक्नुहुनेछ। हिउँ परे जस्तै देखिन्छ। हेर्नुहोस्, यो जङ्गलको साइडमा, यो भित्ताहरूमा, घरको छानामा यसरी हिउँ नै छ सेम। हेर्नु ल, हिउँ जस्तै गाडीको सिसाहरूमा पुरै हिउँ जस्तै बाक्लो मात्रामा असिना अडेको देखिन्छ। मान्छेहरू खुब रमिरहेको छ। पानी पानी हिँडिराख्नु भएको छ, केही छाता नअडी रमाइलो भइरहेछ। अब चाहिँ बिस्तारी पानी रहेको छ र असिना देख्न सक्नुहुनेछ। अब चाहिँ घर फर्किने क्रममा मैले लिएको यो भिडियो हो। साइडमा हेर्न सक्नुहुनेछ असिना एकदमै। यस्तोमा चाहिँ ड्राइभ स्लो गर्नुपर्छ, किनकि असिनामा गाडी चिप्लिने भएकोले एकदमै केयर गरेर हिँड्नुपर्ने हुन्छ। हेर्न सक्नुहुनेछ साइडमा हिउँ जस्तै ट्याक्कै असिना बाक्लो मात्रामा परेको।
अहिले म तिनजुरेबाट फर्किने क्रममा चित्रे बजार पुगिसकेको छु र यस्तै कुनै पनि ठाउँमा पुगेको ठाउँको सानो छोटो भिडियोहरू तपाईँहरू समक्ष ल्याउने प्रयास गरि नै रहनेछु भन्दै तपाईँहरूले मेरो भिडियो हेरेर माया गरिदिनुहुनेछ भन्ने आशा छ भन्दै आजको यस मेरो छोटो भिडियोबाट बिदा हुन चाहन्छु। धन्यवाद।